सो हेलो गाइज, आज चाहिँ मेरो बिहानको सुरुवात चाहिँ घर नजिकै फलेको यो गाँजाको बातबाट भयो। जस्ट किडिङ गाइज, थोरै जिस्केको। अब चाहिँ मैले दाँत माझेँ, मुखको गाज फालेँ, अन्डा टिपेँ, प्यानमा हालेँ, भातमा फालेँ, सब खाएँ, कपडा लाएँ र कलेजतिर लागेँ। अनि हावाजोसको हावा गफ सुन्दै घर फर्केँ। अनि कपडा सपडा फेरिसकेपछि लागेँ म खेत खन्न। खेतसँग हल्का लफडा परेकोले मैले हान्न थालेँ खेतलाई कोदालोले। फाइनल्ली खेतको हालत यस्तो भइसक्यो। रिजल्ट नआउँदै आलुको दर्शन पनि पाइयो। त्यसपछि म मम्मीसँग तरकारी टिप्न लागेँ। तरकारी टिपेर म लागेँ अब घरतिर। मामा घरको बुवाले कोसेली पठाउनु भएको छ भन्ने सुन्ने बित्तिकै लागेँ म कोसेली लिन। ढिलो हुन्छ भनेर भागी गएको गाइज, गएर त 1 घन्टा बस्नु पर्यो। धुलो पनि गाइज, ओहो मेकअपै लाउन नपर्ने के। बल्ल बल्ल गाडी चाहिँ आयो गाइज। कोसेली चाहिँ फेरि 1 झोला रहेछ, के होला भन्ने सोच्दै म घरतिर लागेँ। अनि घर आएपछि बुवाले पठाउनु भएको कोसेलीलाई मैले पकाउने तर्फतिर लागेँ। ल गाइज, अब एकछिनमा मासु पनि पाक्छ, म मासु खान्छु। तपाईँहरू चाहिँ अब के गर्ने हो गर्नु है, भोगे चाहिँ कोही नबस्नु। ल आजको लागि यति भन्दै बाई बाई।